सन् 1857 को भारतको पहिलो स्वतन्त्रता सङ्ग्राम। अङ्ग्रेज इस्ट इन्डिया कम्पनी विरुद्ध लखनऊकी क्रान्तिकारी रानी बेगम हजरत महलले उक्त विद्रोहको नेतृत्व गरिरहेकी थिइन्। तर विद्रोह असफल भएपछि र अङ्ग्रेजी फौजले लखनऊ कब्जा गरेपछि बेगम हजरत महल आफ्ना 12 वर्षका छोरा वीरजित काद्र र हजारौं समर्थकहरूका साथ ज्यान जोगाउन नेपालतर्फ लागिन्। सन् 1859 तिर सुरु भयो एउटा ऐतिहासिक पलायन र नेपालको शरणार्थी यात्रा। नेपाल प्रवेशका क्रममा बेगम र उनका करिब 15देखि 20,000 समर्थकहरू सैनामैनादेखि बुटवल सुखौरा खोलाको किनारसम्म विस्तृत क्षेत्रमा फैलिएर बसे। रणनीतिक हिसाबले बुटवलको सुखौरा खोला र चुरेको फेदीमा हतियारधारी सैनिक र मुख्य कमान्डरहरूले सैन्य शिविर खडा गरे। उता बुटवलबाट केही पश्चिम घना जङ्गल रहेको मधेस क्षेत्रमा सेनासहित हतियारविहीन परिवार सुसारे र भरियाहरूलाई राखियो। भनिन्छ यही सेना र मैना अर्थात् सुसारेहरूको विशाल बसोबासकै कारण कालान्तरमा त्यो ठाउँको नाम सैनामैना रहन गयो। ब्रिटिस सरकारको सम्भावित आक्रोशका कारण तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले सुरुमा उनलाई शरण दिन हिचकिचाएका थिए। अङ्ग्रेजको दबावपछि जङ्गबहादुरले धीर शमशेर र पहलमान सिंह बस्नेतको नेतृत्वमा सैनिक टोली पठाएर सुखौरा खोलामा रहेका विद्रोहीहरूलाई निशस्त्रीकरण गराए। अन्ततः मानवीय आधारमा बेगमलाई काठमाडौँ आउने अनुमति मिल्यो। आफूसँग ल्याएको अपार धनसम्पत्ति सुन र हिरा जवाहरात शरण बाएबापत र आफ्ना हजारौं अनुयायीको भरणपोषणमै खर्च भयो। उनलाई काठमाडौँको थापाथली नजिकै बरफबाग दरबारमा बस्ने व्यवस्था मिलाइयो। ब्रिटिसहरूसँग कहिल्यै सम्झौता नगरेकी स्वाभिमानी बेगम हजरत महलले आफ्नो बाँकी जीवन काठमाडौँमै बिताइन्। सन् 1879 अप्रिल 7 मा काठमाडौँमै उनको निधन भयो। आज पनि काठमाडौँको घण्टाघर नजिकै रहेको नेपाली जामे मस्जिदको परिसरमा उनको मजार अर्थात् समाधि अवस्थित छ। बुटवलको सुखौरा खोलाको किनारदेखि सैनामैनाका जङ्गल र काठमाडौँको जामे मस्जिदसम्म फैलिएको यो कथा नेपाल र भारतको ऐतिहासिक सम्बन्ध र एउटी साहसी रानीको सङ्घर्षको जीवित दस्तावेज हो। अहिले पूर्ण रूपमा जङ्गलले ढाकिएको बुटवलको सुखौरा खोला किनारको जङ्गलमा माटोमा पुरिँदै गएका ऐतिहासिक अवशेषहरूलाई उजागर गर्न सके यसले नेपाल र भारतबीचको सांस्कृतिक पर्यटनमा नयाँ आयाम थप्नेछ र बुटवललाई ऐतिहासिक पर्यटनको नयाँ केन्द्र बनाउन सक्नेछ। लखनऊ र उत्तर प्रदेशसँग नजिकै रहेको बुटवलको यो सुखौरा क्षेत्र भारतीय पर्यटकहरू विशेष गरी इतिहास र सम्पदामा रुचि राख्नेहरूका लागि एउटा नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने ठूलो सम्भावना छ। जङ्गलभित्र रहेका पुराना इनार र इँटका अवशेषहरूको संरक्षण गर्दै बेगम हजरत महल र 1857 को विद्रोह दर्शाउने ओपन म्युजियम अर्थात् खुल्ला सङ्ग्रहालय तथा सूचना केन्द्रहरू निर्माण गर्न सके यसले उत्तर प्रदेश र समग्र भारतका पर्यटकहरूलाई बुटवलतर्फ आकर्षित गर्न सक्छ नै, किनभने त्यो बेलाको युद्धदेखि शरणार्थी स्थलसम्मको जिउँदो साक्षी अहिले पनि त्यही छ र राणा प्रधानमन्त्री जङ्गबहादुरको पालामा पनि त्यही नै थियो। अर्थात् अहिले बन्द रहेको बुटवल धागो कारखाना पारी रहेको सुखौरा खोला किनारको त्यो जङ्गल। बुटवल एफएमका लागि माधव नेपालको रिपोर्ट।